ल हामीले चाहिँ लाग्योमै घर 10 दिन भइसकेछ आएको पनि 10 दिन भइसकेछ आएको पनि अब घर जाने बेला आयो भाइजु बाइ माम बाइ ओके बाइ बाइ ल हामी चाहिँ घर लागेको 10 दिन भइसकेछ आएको पनि पत्तै भएन घाँस काट्ने गले घुमेकोले केही पत्तै पाएन सबै भुलेछ र अब घर जाने टाइम आयो घर पनि जानुपर्छ बाइ बाइ मङ्पु खोइ पेदेनहरु ए उता गएछ पेदेन छिटो आऊ खोइ पेडु ए गाइस हामी चाहिँ गएको यस्तो भारी छ कि यो बाजुले यत्रो तलदेखि चाहिँ हाम्रो कुदाउनु लग्यो गाडी छोड्यो भनेर बाजुले यहाँसम्म आएर बसिरहेछ लास्टमा गाडी भनेको चाहिँ आएको छैन कि यति डरलाग्दो कराउँछ बाजुसँग कहाँ हिँड्नु डरसरी छ कराएर ऊ पक्का पार्छ चाहिँ फेरि पानी परेर कस्तो बिजोग भइरहेछ घर जाने भनेको मङ पनि रुयो है क्या हामी जान्छ भनेर पुरा पानी पर्यो त यो ओह्रालोदेखि चाहिँ बाजेले छिटो आइज भनेर ब्याग बोकेर कुद्दा कुद्दा सेस हुँदै आइपुग्यो पानी परेर हेर्नु न छाताहरू ओढिरहेको छ हामी त अर्का बहिनी फेरि यहाँ टुक्कै बसेर के हेरेको घर जानु पायो बल्ल बल्ल फाइनली भनेर चाहिँ हामी चाहिँ धेरै रमाइरहेको थियो होइन हाम्रो खुसी चाहिँ हेर्न सक्नुहुन्छ कति छल्किरहेको छ अनुहार र बल्ल बल्ल फाइनली हामी घर आइपुग्यो यस्तो राम्रो जग्गा कस्तो राम्रो देखेको हामी धेरै मिस पनि गर्छौँ भन्ने थियो हल्का र मैले हो सो हामी जाँदैछ हामी चाहिँ बाघपुल आइपुग्यो है साथीहरू ब्यागको बोकेर बिजोग चाहिँ यस्तो भिडियो बनेर छैन साउन्ड आयो हल्काको बिजोग हेरेर हल्का मेरो देखाइदियो त बिजोग हेर है साथीहरू बिजोग चाहिँ कस्तो बाजे परेर ल्याङ गरेर टाउको पनि छ बाघपुल आइपुग्यो अब सुन एकैछिन बाजा देखाउँ न के भइरे अगाडिको जोडी खिचन अघि त भिडियोमा चाहिँ बनाउँछ लाङ बिहान उठेदेखि 5 बजेदेखि टुटुल्क उठ्ने गरे कम्पे लटीले बेहोरै छैन बाजेको बिहानदेखि कराको 4:30 बजे उठाएको हामीलाई आया पक्कै बनाउँछ यहाँ चाहिँ हल्का अलिकति बाघपुल देखौँ यो कुदेकेर को आयो भनेर यस्तो जाँदो छ यो ए डबल सुन्दर छ नि त खाली भिडियो भन्नुहुन्छ आखिरले भिडियो बनाउनु दिनु हुँदैन कि कराएर अलिकति खराब पारेछ आज बिहान फेरि दिमाग आज दिन साह्रै बिग्रियो अनि धेरै मिस गरिरहेको खतरा मिस गर्छु म पुरा खरसाङलाई यसपालि चाहिँ डरलाग्दो घुमेँ म चाहिँ याङमो पेडेन्डालाई गर्छु पुरा सबैले याद गर्छु म नि हेर्नु तिमी टिस्टा खोला चाहिँ कस्तो डरलाग्दो मैला भइसकेको छ मलाई कस्तो अङ्गाला मारेर हेरिरहेको थियो विचार खतरा माया लागिरहेको पेडेन्डा चाहिँ बरु लुक्यो याङमो बहिनी च्यात्तो गरेर अङ्गाला मारेर बसिरहेको नारुवा नानी भनेर झन् नानी र लुटु पुटु हुँदो रहेछ सबैले माया गर्छ नि उनीहरूले
त्यस्तो छ है आजको वेदर चाहिँ पुरै पानी के अरे खराब छ पानी परिरहेछ बाटो पनि रहेछ यहाँबाट त छ त नि यहाँदेखि चाहिँ बाटो रहेछ मोबाइल झर्छ डरसरी हुन्छ अनि यस्तो बेलामा चाहिँ पुरा डर हुन्छ क्या त पहिरो जान्छ कि भनेर गाडीवालाहरूलाई पनि पुरा टेन्सन हुन्छ पहिरो जान्छ हो बाटो बिग्रिन्छ चिप्लेर लड्छ त्यस्तो डर हुन्छ यहाँ चाहिँ पुरै अब फेरि पाउँदिनँ होला घुम्नु लास्ट होला यो हाम्रो घुमाइ पनि तर राख्दो घुमाइ भयो नि हाम्रो नि देखाइरहेछ त नि अघि देखाएको छ अहिले त पार भयो नि मार्छ अहिले गाडीले अझै डोन हो बाजे डोन हो बाजे डोन करक गर्छ काम हुँदैन चाहिँ हाम्रो पानीबाट बिजोग भइरहेको छ बिजोग भएर छाता उडिरहेको छ बाजेको हाउडी नसुन्नु होला गरममा है यो छाता उडेको चाहिँ सिस्टीले हावा बोल्दैछ त्यही त यो पानी चाहिँ सोको लागि टप टप त्यही त होइन पानी परेर बिजोग छ है हाम्रो पानी परेर तर यस्तै राम्रो मौसम नि हल्का सिट नपाएर मान्छे भिड भएर कस्तो बिजोग भइरहेको थियो हाम्रो चाहिँ उभिएर आयौँ हामी चाहिँ घर आइपुग्यो अघि नै आइपुगेको हो अनि त्यहाँ पुरा भिड थियो नि त भिड थियो अनि बाघपुरमा बेसी जाम भएकोले गर्दा चाहिँ बिचमा भिडियो बनाउनु पाएन बाघपुरको यतादेखि चाहिँ भिडियो बनाउनु पाएन अनि घर आएर खानासाना खाएर लुगासुगा फेरिसकेर चाहिँ भिडियो बनाएको अनि मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आज भिडियो पनि आउनु साह्रो पर्छ कन्टेन्ट खोज्दा हुन्छ सो थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई